अनि तपाईको प्रशासनले चाहिँ किन सम्झौता गर्छ यस्तो जनतालाई भरममा राख्ने? सबै आन्दोलनको जिम्मा हामी लियौँ भनेर जनतालाई सडक खोल्न लाउने, अहिले चाहिँ मुद्दा चलाइदिने। उहाँहरूको त्यही प्रश्न छ। सिडिओ साहब कहाँ अडानमा हुनुहुन्छ भने म कुनै पनि हालतमा यो मुद्दा फिर्ता लिन्न, यो दर्ता भइसक्यो। तर जनताले के भन्नुहुन्छ, यदि निर्दोषमाथि आन्दोलनकारीमाथि यसरी नै मुद्दा चलाउने हो भने हामी सडक छोड्दैनौँ, हामी आन्दोलनमै रहन्छौँ भनेपछि कसरी यो समाधान हुन्छ? तपाईँलाई थाहा छ उहाँ निर्दोष? त्यो त छानबिनको विषय होला। एक्ज्याक्टली, छानबिनको विषय भन्छ अहिले अनुसन्धान भइरहेछ। छानबिन गर्नुलाई तपाईँको त्यो अनुसारमा हाम्रो संयन्त्रहरू परिचालन भइरहेछ। छानबिन गरिसकेपछि थाहा पाउने होला नि दोषी हो कि निर्दोष हो भनेर। तपाईँले र अहिले मैले बोलेर त सिडिओ साहबले मात्र भनेर मैले छानबिन उहाँ दोषी छ र निर्दोष भन्ने मसँग चाहिँ अधिकार छैन। त्यसै गरी पत्रकारहरूलाई पनि अधिकार छ, त्यसै गरी हाम्रो नागरिकहरूलाई पनि अधिकार छैन। त्यो छानबिनको विषय हो। तर सडक राष्ट्रिय राजमार्ग बन्द गर्दै गर्दाखेरि त्यहाँ सुत्केरीहरू एम्बुलेन्समा हुन्छ, कोही बिरामीहरू हुन्छ, अस्पताल गइरहेको हुन्छ, नागरिकहरूले दुःख पाइरहेको अवस्थामा केही गरी त्यहाँ घटना भयो भने जिम्मेवारी कसले लिने? त्यो पनि एउटा कुरा छ नि त, होइन? कुनै समस्या छ भने त अहिले त बसेर सल्लाह गरेर सल्भ हुने हो नि त। पहिला जस्तो कान थुनेर बस्ने सरकार त छैन नि त। हामीलाई दुःख पर्यो भनेर भनेपछि सरकार त तपाईँ घरको आँगनमा आउने सरकार। अब कसरी सडक खोलाउने, उहाँहरूलाई कसरी आश्वस्त पार्ने? यस्तो सडक खोलाउने विषय, सडक त खोलाउनै पर्छ। हेर्नुहोस्, राष्ट्रिय राजमार्गको हो, त्यो लाइफ लाइन हो हाम्रो। त्यहाँबाट केही गरी एकजना मात्र सुत्केरी महिलाहरू, कोही बच्चाको त्यहाँ निधन भयो भने एम्बुलेन्स चल्न सकेन, त्यहाँ गएर उहाँहरूको गाह्रो साह्रो पऱ्यो नि। जसले यो राष्ट्रिय राजमार्गलाई बन्द गरेर यसमा चाहिँ के भन्छ लिनु भएको छ, उहाँहरूलाई कडाभन्दा कडा कारवाही चाहिँ हुन्छ। मन्त्रीज्यू, अर्को विषय पक्नुहोस् एकछिन। त्यो चाहिँ के भन्नु खोजेको भन्दाखेरि चाहिँ उहाँहरूलाई चाहिँ वार्तामा आउनु पऱ्यो क्या। हामीहरू त सरकार हो नि त, हामीसँग बसेर छलफल गर्न सकिन्छ नि त, होइन? तर यो राजमार्ग बन्द गर्ने चाहिँ उपाय चाहिँ होइन, यसको निकास छैन। राजमार्ग बन्द गरेर तपाईँको लाल पूर्जा त पाउने होइन नि त। मन्त्रीजी, अर्को विषय म कम्प्लिट गर्छु। तपाईँले अर्को विषय भनेर तपाईँले मलाई टुङ्गाउनु दिनुहुँदैन। हजुर 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 टुङ्गाउनु गर्नु पऱ्यो नि त। आजमै तपाईँले अर्को विषय राख्नुहुन्छ, फर्स्ट विषय नै सिधा छैन, होइन? त्यही भएर कुनै समस्या छ भने तपाईँको सरकार हो, सरकारसँग बसेर छलफल गर्ने हो, समाधान खोज्ने हो। राजमार्ग बन्द गर्ने पहिला जस्तो अवस्था त होइन नि त, सरकारले सुन्दै नसुन्ने र राजमार्ग बन्द गर्नुपर्ने अवस्था त होइन नि त। त्यही भएर तपाईँहरूको सरकार हो, हाम्रो जनप्रतिनिधिहरू त्यहीँ हुनुहुन्छ, सांसद यहीँ हुनुहुन्छ, उहाँसँग सल्लाह गर्ने, उहाँहरू हामीसँग समन्वय गर्नुहुन्छ र हामीले कसरी समाधान गर्ने हो। मिलेर आफ्नो नागरिकले दुःख पाएको त हामी हेर्न चाहँदैनौँ। यो त स्पष्ट रूपमा उहाँहरूले के भन्नुभएको छ भने रासोपाले राजनीतिक प्रतिशोध साध्नको लागि पुराना दलका नेताहरूमाथि, वडा अध्यक्षहरूमाथि, कार्यकर्ताहरूमाथि मुद्दा चलाएको भनेर उहाँहरूले भनिराख्नु भएको छ। के साँच्चीकै प्रतिशोध साध्या हो? स्पष्ट रूपमा बताइदिनुहोस् न। तपाईँ स्पष्ट वक्ता पनि हो। हेर्नु म तपाईँलाई भन्छु, गलत गर्छ भने, गलत काम गर्छ भने, राष्ट्रिय स्वतन्त्र पार्टीले नै गलत काम गर्छ भने सबैजनालाई कारवाही हुन्छ। राजनीतिक दलको आधारमा कारवाही हुने अहिले समय होइन, होइन? राजनीतिक दलको आधारमा अहिले समय होइन। प्रतिशोधै साध्ने हो भने त तपाईँको त व्यक्तिगत रूपमा जेनजी आन्दोलन कति कुरा भएको थियो त, हामीले प्रतिशोध साध्थ्यौँ होला नि त। कतिजनाले कस्तो कस्तो अभिव्यक्ति दिनुभएको छ, के गर्नु छ। हामीले प्रतिशोध साधे छैनौँ। राज्य यो देशलाई शान्ति चाहिएको छ, होइन? त्यो अनुसारमा हामीले अहिले जोसुकै होस्, गलत काम गर्छ नि, वडा अध्यक्ष होस्, मन्त्री होस्, जोसुकै होस्। तर उहाँले भनिराख्नु भएको छ यो त जनताको मुद्दा हो, यो त कुनै व्यक्तिको मुद्दा होइन नि। भन्नु त भनिहाल्छ नि, भन्नुले त के भन्छ के भन्छ। त्यसमा यो लाल पूर्जाको आन्दोलनको मुद्दा चाहिँ कुनै व्यक्तिको मुद्दा हो मन्त्रीज्यू? अहिले म तपाईँलाई के भन्छु भन्दाखेरि यो सेतो हो, मैले भने तपाईँले के लाग्नु भइरहेछ? त्यो त यो सबैले देखिरहेछ नि कुन कलर हो। एक्ज्याक्टली त्यही नै भन्नु, सबैले देखिरहेछ नि के भइरहेछ। भन्नेले जे पनि भन्न पायो नि त। तर यो त तपाईँलाई थाहा छ नि त के हो।